व्यावसायिक फिल्डबाटै अब राजनीतिमा आएको हुँदाखेरि यो स्वाभाविक रूपमा चाहिँ यो सम्पत्तिहरू देखिरहेको अवस्था पनि हो। यद्यपि यो कस्तो हुँदो रहेछ भने सम्पत्ति चाहिँ देखिन्छ, ऋण चाहिँ देखिन्न रहेछ। मेरो अहिले चाहिँ एक्ज्याक्ट 45 करोड चाहिँ एनएलबी बैंक अनि ग्रीन डेभलपमेन्ट बैंकमा, यो दुईटा बैंकमा सम्भवतः अहिले खिचेर मैले दुईटा बैंक मात्रै बाँकी राखेको छु। यो दुईटा बैंकमा मात्रै मेरो चाहिँ 45 करोड जति, त्यो भन्दा प्लस छ माइनस छैन। 45 करोड भन्दा त्यति चाहिँ मेरो ऋण पनि छ। यो अब अलिकति व्यावसायिक भएर, तर मैले चाहिँ म राजनीतिमा व्यवसायमा अलि तल्लीन भएर लाग्ने, अनि फेरि यता राजनीतितिर फेरि ध्यान नपुग्ने अथवा जनताहरूको इच्छा आकांक्षा पुरा गर्नतर्फ फेरि कमी कमजोरी हुन्छ कि भन्नेतर्फ सोचेर मैले अहिले चाहिँ व्यापार व्यवसायतिर मैले काम गर्दिनँ। बाबुहरूले चाहिँ, श्रीमती र बाबुहरूले चाहिँ यो व्यवसायतिर धानेका छन्।